के भने पुली पुली हेलो एभ्रिवान गुड मर्निङ है आजको दिन चाहिँ अब हाम्रो मेरो कस्तो बित्छ हजुरहरूलाई देखाउँदैछु है। आज चाहिँ बिहान उठेदेखि पानी परिरहेछ हेर्नुहोस् ल। आजको हाम्रो यो वेदर चाहिँ यस्तो भइरहेछ, पानी परिरहेछ हो, पुरा कुहिरो पनि लागिरहेछ। अघि त झन् केही देखेको थिएन, अहिले चाहिँ अलिक देख्ने भइरहेछ। यस्तो छ वेदर चाहिँ। आज म चाहिँ नुहाउनु जाने है, पानी परिरहेछ, नुहाएर पूजा गर्नु छ, अन्त अब जाने। ओके बाई हिलको लागि है। म चाहिँ नुहाएर निक्लेँ, अब पूजा गरेर चाहिँ ब्रेकफास्ट बनाउनु जाँदैछु है। यस्तो भयो वेदर, केही देखेको छैन अहिले त झन् नि। अघि भन्दैन, अघि थियो होइन, अहिले त देख्दैन, केही देख्दैन। पहाडीको खोलाहरू पनि केही देख्नु छोड्यो, पुरा खुसी लाग्यो। हावा पुरा चल्दैछ है, पानी परेर है। हाम्रो अस्तिको पालिको मैले फोटो क्लिक गरेको थिएँ नि, त्यही अकबरे फेरि यसपालि यतिको फल्दैछ हेर्नु है। हाम्रो अकबरे बोट त त्यस्तो राम्रो छैन र पनि बिचरा यस्तो मजाले फलेको छैन न, यत्रो ठुल्ठुलो हो। यहाँ हेर्नु ल, उडियो गरे मनको कुरा। आमाले मैले सोचेको थिएँ आमाले यस्तो बनाउनु मनको कुरा। आजको हाम्रो ब्रेकफास्टमा चाहिँ चाना है, चाना र रोटी छ। आज चाना र रोटी खाने है। मैले चाहिँ बेलुका चाना भिजाइरहेको थिएँ नि त होइन। आमाले यस्तै भनेर म यस्तै बनाउँछु भनेर सोचिरहेको थिएँ। आमाले सेम बनाउनु भएछ, दामी। चाना गोदाम बनाएर त्यहाँ राख्छ अहिले चाहिँ। यहाँ चाहिँ हाम्रो माइली धमिया पनि भएको छ। के भने पुली पुली भिडियो गरेको हो, हाई भन्नु न। यहाँ चाहिँ मैले जसो तसो घिउ बनाएको छु, मही बनाएको छु हो। अन्त चाहिँ यहाँनिर सोलर, आलुको अचार, घिउ। एबिसी परिरहेको बाहिर चाहिँ लाउनुपर्छ। के पऱ्यो भाइले स्कुलमा? एबिसी गरम पनि भयो होला अब त। आज जस्तो घिउ बनाइदिएको आज भयो यहाँदेखिको दमीलाई देखा। माछा हेर्नु गयो आज पनि? यादै दिलाएन, आफैले अजीलाई आयो भएको छ खुट्टामा भन्दै। ए कसरी हजुर? पहिल्यै त्यो सम्झिँदै आयो कि मलाई निकिताको हातको खाना खानु पाएन भन्दै थियो। अन्त आएको दिने अन्त आउनु नभनेको नि मैले। अन्त तपाईँले पर्दैन मेरो घरमा पनि खानु पर्यो नि भन्नुभयो। अन्त जाने बेलामा गुन्द्रुकको झोल अलिकति खाएर जानुभयो। यहाँ पाकिरहेको थियो नि त। झोल बनाइराखेँ, बोटुको बेटी झोल तुरुक खाएर गएको तिनीहरूले। कस्तो खानु मन पर्यो गुन्द्रुकको झोल। खाने लुगा कहाँ लानु सक्छु त म हिँड्छु पख। यो होला क्र्याकर्स चाहिँ एकपल्ट खाने तपाईँहरू पनि दामी हुँदो रहेछ। यो त्यति ट्विस्टिस अरे हो। त्यो के भन्छ पास्ता जस्तै हुन्छ नि हाम्रो यस्तो वाला पास्ता पनि, त्यसलाई फ्राई गर्नु जस्तो टाइपको, तर क्रन्ची मिठो हुँदो रहेछ। अब चाहिँ म यहाँ फुलमा पानी हाल्नु आएको है। फुलमा पानी हाल्ने हो। त्यसरी हाल्यो भने चाहिँ माटो हुँदैन नि त कि, नभए चाहिँ सबै माटो छरिन्छ मेरो प्लान्टहरू हेर्नु।
यो सबै प्लान्टमा अहिले त यो वेदरमा डेली पानी हाल्नुपर्छ फुलमा है।